विशेष गरेर जब हामी पुत्र सम्बन्धी संसारमा भएका मानिसहरूको संस्कारलाई अनि मानिसहरूको संस्कृतिलाई र विभिन्न जाति र विभिन्न भाषा र विभिन्न राष्ट्रहरूका मानिसहरूको कुलहरूका भित्र हामी प्रवेश गरेर पुत्र सम्बन्धी केही कुराहरू बुझ्न चाहन्छौँ भने त्यहाँबाट धेरै कुराहरू हामी भेट्न सक्दा रहेछौँ। जस्तै कि हामीले एकचोटि प्रश्न गर्यौं कि मानव जातिलाई किन पुत्रको आवश्यक पर्दछ अनि किन एउटी पुत्रीको अथवा छोरीको आवश्यक पर्दछ भनेर हामीहरूले खोज्दै जाँदाखेरि हामीले यो कुरा प्राप्त गर्न सक्यौं कि त्यो कुरा चाहिँ के हो भन्नुहुन्छ भने मानिसलाई किन पुत्र चाहिन्छ भनेर पहिलो प्रश्न गर्दाखेरि मानिसलाई पुत्रको आवश्यकता चाहिँ विशेष गरेर तीनवटा कुराको लागि हुँदो रहेछ। पहिलो चाहिँ मानिसहरूको वंशको कर्म नटुङ्गिनको निम्ति मानिसलाई पुत्र प्राप्तिको एकदमै आशा अनि पुत्र प्राप्तिको निम्ति मानिसहरूलाई ठुलो एउटा इच्छा हुँदो रहेछ। दोस्रो चाहिँ वंशको कर्म नटुङ्गिनको मात्रै नभएर मानिसहरूलाई पैतृक धन सम्पत्तिको उत्तराधिकार प्राप्त गर्ने एउटा पुत्रको आवश्यक हुँदो रहेछ। अनि तेस्रोमा चाहिँ मानव जातिको देहान्तपछि दाह संस्कार पिण्ड तर्पण श्राद्ध जलाञ्जली गर्नको निम्ति पनि पुत्र चाहिन्छ भनेर विभिन्न जाति र विभिन्न राष्ट्र र विभिन्न संस्कार र संस्कृतिमा भएका मानिसहरूको विचार अनि भावनामा यो कुराहरू रहेछ भन्ने कुराहरू हामीले प्राप्त गर्न सक्यौं। अनि साथै हामी नेपाली जातिमा पनि यो कुरा आदिकालदेखि चल्दै अनि गर्दै आइरहेको कुरा पनि हामीले महसुस गर्न सकेका छौं। र दोस्रोमा मानिसलाई पुत्री अथवा छोरीको किन आवश्यक पर्छ भनेर हामीले प्रश्न गरेर हेर्दा त्यहाँ पनि हामीहरूले के कुरा भेट्न सक्यौं भने संसारमा बसोबास गर्ने मान्छेहरूले विभिन्न धर्मका मान्छेहरूले विभिन्न संस्कार र संस्कृतिका मान्छेहरूले दान गर्ने गर्दछन्। जस्तै दानहरूमा कसैले गौदान गर्ने, कसैले अन्नदान, कसैले स्वर्ण दान, कसैले भूमिदान, कसैले वस्त्रदान, कसैले सैयादान, कसैले आतुरी दान, यस्ता विभिन्न प्रकारका दानहरू मान्छेले गर्दा रहेछन्। र ती दानहरू मध्ये कन्यादान पनि मानव जातिको निम्ति धेरै मुख्य एउटा दान रहेछ। जसरी जब एउटा घरमा एउटी छोरी जन्मिन्छन् त्यो छोरीलाई राम्रो संस्कारमा हुर्काउनु अनि बढाउनु पढाउनु र अनि उपयुक्त राम्रो कुटुम्ब हेरेर उसलाई आफ्नै घरमा पवित्र विवाह गरेर पठाउनु अथवा कन्यादान गर्नु चाहिँ मानव जातिको निम्ति धेरै नै ठूला अनि धेरै नै आशिषपूर्ण कुराहरू रहेछन् भन्ने कुरा पनि हामीले बुझ्न सकेका छौं। र